welcome back to my YouTube channel. Today is my birthday. So आज चाहिँ हामी चाहिँ म र मेरो नानी चाहिँ सिलिगुडी आएको छौं र आज चाहिँ हामी कहाँ जान्छौं नानी? सिटी सेन्टर. ओके आज हामी चाहिँ सिटी सेन्टर जान्छौं हो. सो आज तपाईहरु पनि मेरो भिडियो लास्टसम्म हेरिदिनु होला. ओके stay tuned. Hello guys, finally we are here in city center. मेरो बहिनी पनि आइपुग्यो अहिले. अस्तिको त्यो मोमो च्यालेन्जको हो. सो हामी चाहिँ अहिले भर्खर सिटी सेन्टर आइपुगेको छ. आइज आइज ओइ पर्खिन. आज चाहिँ अलिक गरम छ दिन. हिजो चाहिँ अलिक जाडो जाडो थियो. आज चाहिँ अलिकति सन्नी डे भइरहेको छ. पखन एकछिन हो हिँड न. यता हेर्दिनु त. राम्रो भएर आज बर्थडे गर्ल सिटी सेन्टर घुम्नु. ह्यापी बर्थडे. नाम चाहिँ बर्थडे चाहिँ मेरो हो. वासरुम गएको अरे. अब हामी सुसायो ए म त्यहाँ अन्त मलाई कस्तो देखिरहेको छ? बर्थडे गर्ललाई ब्युटिफुल देखेको छ. यो चाहिँ वासरुम. त्यही आइपुग्यो त अन्त. यो ब्लू कुन चाहिँ हो? ब्लुबेरी होला. गएको कुन चाहिँ फ्लेभर? हाल्दैन भन्नु अलिकति. Cheers. मिठो रहेछ. तर त ला उफ्रा.
पनि सक्यो अन्त अब कहाँको नानालाई भेट्न जान्छ है बहिनीलाई भेट्यो नम्नम नम्नम किनकि बहिनी ड्युटीमा छ कि 1 बजी छुट्टी हुन्छ अन्त 1 बजी सो आज मेरो बर्थडेको ट्रिट यिनीहरूलाई बियर मेरो बर्थडे ट्रिट रिनाले खाँदैछ रामेन हामी के भन्छ लन्च गरेर निस्केको नम्नमबाट हो सो अहिले 2 बजिसकेको छ अब हामी एकछिन घुम्ने त्यहाँबाट घर जाने यता त कस्तो राम्रो देखेको छ नि प्रेरणालाई वाउ कस्तो राम्रो देखिरहेको छ यसलाई है यता लु यता हेर्न लजायो यता यसला अब हामी चाहिँ सिटी सेन्टरबाट फर्किन आँटेको 3 बज्यो सो हामी एकछिन मार्केट जाने लास्टसम्म हेर्नुहोस् होला मेरो भिडियो भिड भइरहेछ यहाँ मार्केट आइपुग्यो हामी यहाँ चाहिँ भाइको साइकल किन्ने अरे अन्त हामी आइरहेको छु साइकल हेर्नु साइकल आइसला यहाँ र न यो गाइस
एकदम पतला छ बिकज अफ द साइकल साइकल पक्रेर आज नानीको न्यू साइकल मेरो बर्थडेमा नानीको बर्थडे भयो इसका और हेलमेट भी खरीदा इसका तो इसका 5000 ये भी लगा ये हीरो का अहिले हामी अब जानु आँटेको रुमभन्दा पनि घर फर्किन आँटेको अनि फर्किरहेछ सही कंपनी का डिफरेंट अनि मैले यो पनि बनाइदिएँ खै ह्याप्पी बर्थडेले कोही पनि डेकोरेट गरिदिइसकेँ अन्त अब केक काट्छ बर्थडे गर्ल पनि रेडी भइसकेको छ एकदम रेडी भइसक्यो तर बजीको बर्थडेको आउटफिट चाहिँ यस्तो छ हो Now I'm ready for my birthday celebration. अब केक काट्न रहेछ बर्थडे Happy birthday, cake काट्न so happy birthday to me. गुड मर्निङ एभ्रिवान हिजो चाहिँ अब मेरो ब्लगमा चाहिँ एन्ड गर्नै पाइनँ मैले यो ब्लग एन्ड गर्नु पाइनँ अलिकति बिजी भएँ बर्थडेमा होइन है त्यही कारण चाहिँ अब मैले आज नेक्स्ट डेमा चाहिँ मेरो ब्लग एन्ड गर्दैछु ओके बाई सी यू इन नेक्स्ट ब्लग थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो